यो नारायणम। म विष्णु सुवेदी। मेरो घर चाहिँ शीतलनगर। म यहाँ यो बर्दगोरिया धाम विकास संस्थामा विगत 1 वर्षदेखि यहाँ कार्यरत मन्दिरको पूजापाठको लागि बसिरहेको छु। समितिद्वारा सञ्चालित यो मन्दिरमा र विशेष गरी यहाँको मुख्य आकर्षक अथवा यहाँको धाम भनेर चिनिने भनेको नन्दी, यहाँका बर्दगोरिया धामको नन्दीकै मूर्ति मन्दिर हो र यो यही नजिकै रहेको छ। यसलाई अब किम्वदन्ती अनुसार नै सुनिने हो सबै कुराहरू। अब प्रत्यक्षदर्शी कोही पनि भइएन। त्यसमा अब परापूर्व कालमै अब कुनै बेला युद्धको चपेटामा परेर युद्धबाट रन्थनिएर अब भाग्दै लोड्दै पोड्दै अब हरेक शरीरलाई छेदविच्छेद गराउँदै अब यता यो देउदा खैरेनीदेखि तलपट्टि सिङ्गाहा भन्ने ठाउँमा चाहिँ सिङ खसेको भन्ने किम्वदन्ती छ। र त्यहाँदेखि यता आएर अब त्यो तलवारले लागेको शरीरमा अब सुनको हार लगाएको जुन मूर्ति थियो, त्यो शरीर थियो, त्यो शरीरमा चाहिँ अब त्यो हार छटपटिँदै आउँदाखेरि सुनवलमा आएर त्यो सुनको हार खसेको रहेछ। त्यस्तै अब शिर कुन ठाउँमा भन्ने हो त्यो मलाई नाम त्यति याद भएन। शिर छेदन भएर शिर पनि बाहिरै त्यो कुनै ठाउँमा चाहिँ त्यो झरेको रहेछ। र अब ताजा शरीर जुन छेदविच्छेद भएको शरीर थियो, छटपटिँदै आउँदा आएर यही ठाउँमा यहाँ बसेर त्यसपछि अब यहाँबाट हिँड्न नसक्ने अवस्थामा पुगेको भएर त्यहाँदेखि यहीँसम्म आएर बस्नुभयो। त्यसपछि उता पारी यहाँ यो अमरपोखरी भन्ने ठाउँ छ, यही नजिकै यो खोलापारी, यही नजिकै आधा किलोमिटर पर त्यो मदन के अमरपोखरी नाम गरेको ठाउँमा चाहिँ त्यहाँ जल पहिलेदेखि भइराख्ने र त्यो जल त्यहाँबाट ल्याएर यहाँ स्थानीय बासिन्दाहरूले चाहिँ अब शरीरमा औषधि मूलो अथवा जलले सेचन गर्ने गरिराखेका अब त्यति बेलादेखिको त्यो यहाँका स्थानीय पारम्परिक हिसाबले आयुर्वेद उपचार अथवा जडीबुटी उपचार जे गर्न सकिन्छ। अब जल चढाउने, फुल चढाउने, दुध चढाउने, हरेक चिजहरू चढाउँदै अब उहाँ चाहिँ आफ्नो प्राण, अब शिर नभएपछि प्राण शरीरमा मात्रै रहेछ, त्यो प्राण पनि उहाँले यहाँबाट त्याग गरेर त्यसपछि शिला पल्टिएको भन्ने एउटा चाहिँ किम्वदन्ती छ। र यहाँ पहिला यो झुपडी थियो, यो खरको झुपडी थियो अरे। खरको झुपडीमा यहाँ पूजापाठ गर्दाखेरि पहिला यो भवन थिएन। खरको झुपडीभित्र पहिलाका सन्त महन्तहरूले पूजा गर्दै आउनु भएको रहेछ। र त्यो खरको झुपडीमा कुनै बदमासहरूले फेरि कालान्तरमा पछि गएर त्यो बाहिरबाट घसेटाहरू बोकेर ल्याएर त्यो घसेटा त्यो झुपडी माथितिर राखिदिएर आगो लगाइदिएछन्। आगो लाग्दाखेरि त्यो माथि उनीहरूले राखेको जुन घसेटाहरू थियो त्यो आगो लाग्यो अरे। तर त्यहाँभित्र जुन पहिलेदेखि निर्माण भएको जुन झुपडी थियो खरको, त्यसमा आगो लागेन अरे। त्यो एउटा सत्यको प्रतीक पनि होला। अब यहाँ भएको जुन मूर्ति छ त्यो जीवित नभए पनि, प्राण नभए पनि एउटा देवस्वरूप भएको हुँदा त्यो चिजलाई क्षति भएको भएन। र पछि गएर अब सबै हाम्रा मधेसका थारू समुदायहरूले पनि आफ्नो कुल देवता भनेर मान्ने पुज्ने गरेको ठाउँ भयो। र बर्द भनेको हामीहरूको यो ठाउँको स्थानीय बासिन्दाको शब्दमा चाहिँ बर्द भनेको साँडे, नन्दी, शिवजीको वाहन। र यहाँ तल बग्ने यतापट्टिको यो गोरिया भन्ने नदी जुन जल बग्छ नि खोलामा, यो दुईटालाई समायोजन गरेर यो बर्दगोरिया धामको यो नामाकरण भएको रहेछ। र यहाँ अब यो जग्गा कति छ अब यो त नापजोक भइसकेको छ हुन पनि, तर पनि अब यो जग्गा वरिपरि यहाँका पहिलाका पुराना जुन सन्त हुनुहुन्थ्यो, 2058 सालमा उहाँको देहावसान भयो। र उहाँले चाहिँ यो लगाएका बोट बिरुवा जे जति छन् यहाँका फुलहरू, यी सबै चिजहरूको उहाँले संरक्षण गरेर राख्नु भएको रहेछ। र 58 सालमा उहाँको देहावसान हुनुभन्दा अगाडि हाम्रो एकजना अहिले सन्त हुनुहुन्छ, यो अखण्ड धुनीमा उहाँको बसोबास छ, उहाँ बसिराख्नुहुन्छ अहिले पनि, त्यहीँ हुनुहुन्छ होला। अब
उहाँलाई हस्तान्तरण गरेर उहाँहरूको फेरि एउटा चलन चाहिँ जुन एउटा साधु हुन्छ त्यो साधुले आफूले प्राणत्याग गर्नुभन्दा अगाडि एकजना चेलालाई चाहिँ जिम्मा सुम्पिएर त्यसपछि प्राणत्याग गर्ने एउटा परम्परा रहेछ। जसमध्ये अब योभन्दा पहिलाकालाई अब समाधि बनाएर यही समाधि भएकै ठाउँमा त्यहाँनिर चाहिँ राखिएको छ समाधि। अनि त्यो समाधिको त्यो छ उहाँको प्राणत्याग गरेपछिको र उहाँको मूर्ति स्ट्याचु बनाएर उहाँ पछाडिपट्टि राखिएको छ। त्यो भयो। अरू अब निर्माणाधीन अवस्थामा त्यसपछिका अब मुख्य मन्दिर भनेर पहिला पुज्ने भनेका यति एउटा देवता यहाँ चाहिँ थिए र अहिले पछि कालान्तरमा अब धेरै मन्दिरहरू अब बन्दै पनि गए। जसमध्ये अब पिपलका बोटमा अब जहिले पनि अब शनिको पूजा जहाँ पनि हुन्छ र नागदेवता भए अनि शिवलिङ्गहरू भए। त्यसपछि अब गणेश देवी अब शिव सबै देवी देवताहरूको मन्दिर आफ्ना आफ्ना स्थानमा चाहिँ अब सबै भक्तहरूले अब यहाँ यो चिजको अपुरो भयो यो पुरा गर्नु पर्यो भन्दै आफ्नो तरिकाले आउँदै मन्दिरहरू बनाउँदै यहाँ चाहिँ अलिकति यो धामलाई चाहिँ विकसित गर्ने काम गर्नुभएको छ। र यही धामको आश्रय लिएर फेरि हामीहरूको बर्दगोरिया तुलसीराम गुरुकुलम भन्ने फेरि यहाँदेखि उतापट्टि यो लाइनमा छ। त्यहाँ अहिले विद्यार्थीहरू बसोबास गर्ने पठन पाठन गर्ने काम भइरहेछ। त्यही नै हो। अब यहाँ विकास निर्माणको काम जारी नै छ। अहिले भर्खरै सम्पन्न हुन अब बाँकी नै छ, केही कामहरू चाहिँ बाँकी नै छन्। पशुपतिको मन्दिर पनि तयार भइरहेछ। अब यसमा भक्तपुरको यो भक्तपुरे बुट्टावाला जुन इँटाहरू छन् यिनीहरू चाहिँ लगाउने काम सकियो, झ्यालढोकाहरू राखिएको छ। अरू नयाँ निर्मित चिजहरूमा अब धेरै कुराहरू गर्न बाँकी नै छ, अब गर्दै पनि छौँ। अब बर्दगोरियाको त अब जति बखान गरे पनि हामी त अब सुनेको भन्ने मात्रै हो। त्यसमा अब जे जति सुनिया छ अझै पनि सुन्न बुझ्न पनि बाँकी नै छ। र जे बुझिया छ जे सुनिया छ अब त्यसमा कुनै कुराहरू अपुरो पनि होला, कुनै नजानिएको पनि होला। सुनेको कुरा भन्दा केही कुराहरू तलमाथि पनि भएको होला। जे जति बुझिन्छ जे जति हामीहरूले जानिएको छ त्यो चिजलाई चाहिँ अझै पनि पछि पनि यसलाई विस्तारमा वर्णन गर्दै जाने। यो धामलाई चाहिँ अझै बर्दगोरिया भनेर जुन नामाकरण गरिएको छ यो नामलाई चाहिँ अलिकति टाढासम्म पनि यो ठाउँ यस्तो छ भनेर फैलाउने हामीहरूको चाहिँ योजना रहेको छ। अब यहाँ नजिकैका बासिन्दाहरूले मात्रै नभएर देश विदेशका पाहुनाहरूले पनि आएर हेर्ने ठाउँ थलो पनि हो। र यहाँ बसोबास गर्ने पुराना जुन यो आफ्नो कुलदेवता भनेर पूजा गर्न आउने जुन मधेस समुदायका व्यक्तिहरू हुनुहुन्छ उहाँहरू अहिले कालान्तरमा पछि यो भारतीय क्षेत्रतिर गएर अब जस्तै उहाँहरूको बसोबास राजस्थानसम्म पनि पुगेको रहेछ। अब यता गोरखपुरदेखि पर यो बस्ती साइड अब लखनऊतिर उहाँहरू चाहिँ पुग्नु भएको रहेछ। र उहाँहरू वर्षमा एक दिन कसरी हुन्छ यो ठाउँ टेक्नुपर्छ र यहाँ आउनुपर्छ भनेर उहाँहरू विशेष गरी तीजको मेला लाग्ने तीजको बेलामा चाहिँ आउने र यहाँ बर्दगोरिया बाबा धामको दर्शन गर्नुहुन्छ। र यो कुरा अब यसपछि आउँदो तीजमा पनि अझै रमाइलो हुनेछ, रमाइलो छ। जय।